वार्निङ साइन यानि कि सचेतात्मक चिन्हहरूमा यो एउटा स्कुल जाँदै गरेको बच्चाहरू जस्तो देखिएको छ। यो चाहिँ केटाकेटीहरू छन् भन्ने साइन हो, वार्निङ। अनि यो अगाडिबाट बाटोमा पदयात्री यानि कि पैदल यात्रीहरू छन् भन्ने साइन हो यो वार्निङ चाहिँ। अनि यो चाहिँ पदयात्रीले बाटो काट्ने ठाउँ, यहाँ दुईटा ड्यास ड्यास अनि मान्छे छ भने चाहिँ यो बाटो काट्ने ठाउँ भयो। अनि यो अर्को चाहिँ दुईतर्फी बाटो दुईतिर देखाएको छ नि त, दुईतिर साइन, दायाँ बायाँ राइट लेफ्टतिर दुईतर्फ बाटो भन्ने जनाइयो। अनि यो भनेको चाहिँ दुईतर्फी बाटो सिधा अगाडि उता भनेको चाहिँ सिधा अगाडि, यो चाहिँ दायाँ बायाँतिर दुईतर्फी बाटो सिधा वाला लाइन छ भने चाहिँ सिधा अगाडि। अनि त्यसपछि हाम्रो अर्को साइन छ 4.4 मिटर अनि माथि र उचाइ। यो माथि र तलवाला यस्तो साइन छ भने चाहिँ उचाइ भनेर जानु होला। अनि यो अगाडि यानि कि माथिल्लोतिर ठुलो छ नि त, त्यही भएर यो अगाडि उचाइ सीमा भयो। अनि यहाँनिर चाहिँ यो दुईटा बाटो जोडिएको छ भनेपछि दोहोरो सडक समाप्त भयो। अनि यो चाहिँ दाहिनेतर्फको सडक अलिकति बाङ्गो कस्तो साँघुरो जस्तो छ नि त, त्यही भएर यो चाहिँ दाहिनेतिरबाट साँघुरिएको सडक भनिएको छ। अनि यो चाहिँ कस्तो छ भन्दाखेरि दुवैतिरबाट साँघुरिएको सडक, दुईतिरै एउटै छ नि त, त्यही भएर दुवैतिरबाट साँघुरिएको सडक। अनि यो हामीले यस्तो साइन धेरै देखिरहेका हुन्छौँ। यो भनेको चाहिँ अब यो लेफ्टतिर देखाउँदैछ नि त इन्डिकेट, त्यही भएर बायाँतिर तिखो मोड भन्ने भयो। अब यो राइटतिर यस्तै साइन थियो भने चाहिँ दायाँतिर तिखो मोड भन्ने साइन भयो। अनि हाम्रो छ यो के हो, बढी उचाइ उकालो भयो। अनि यो अर्को भनेको चाहिँ दोहोरो मोड। अब यो गिचिक कस्तो हो यो, अब दोहोरो मोड भनेको छ पहिले चाहिँ बायाँ जानु पर्यो अनि त्यसपछि सिधा अनि मोड्नु पर्यो त्यस्तो। अनि यो भनेको चाहिँ दाहिने पुरा मोड, दाहिनेतिर पुरा मोड्नु पर्यो। अब यो दायाँतिर छ नि त, दायाँतिरको डिरेक्सन राइटतिरको डिरेक्सनमा पुरा मोड भनेको। अनि यो अर्को भनेको चाहिँ दाहिनेतिर मोड्नु पर्यो। अनि यो भनेको चाहिँ यो साइन चाहिँ गोलो घुम्तीको साइन हो, यो गोलो जस्तो छ।